नमस्ते। आज हामी कुरा गर्दैछौँ तथ्याङ्कको एउटा एकदमै पावरफुल टुल द ची स्क्वेयर टेस्टको बारेमा। अब नाम सुन्दा अलि टेक्निकल लाग्न सक्छ हैन? तर चिन्ता नगर्नुस्, हामी यसलाई एकदमै सजिलो स्टेप बाई स्टेप तरिकाले बुझ्नेछौँ। ल सुरु गरिहालौँ है त। ल हाम्रो यो विश्लेषण एउटा निकै इन्ट्रेस्टिङ प्रश्नबाट सुरु हुन्छ। सोच्नुस् त के विद्यार्थीले पढ्ने मेजर र उनीहरूको प्रिफर्ड लर्निङ स्टाइल बीच कुनै साँच्चीकै कनेक्सन होला त? मतलब साइन्स पढ्ने विद्यार्थीले सिक्ने तरिका र आर्ट्स पढ्ने विद्यार्थीको तरिका फरक हुन्छ? हो, यही प्रश्नले नै हाम्रो यो ची स्क्वायर टेस्टको यात्रालाई अगाडि बढाउँछ। अब यो प्रश्नको उत्तर खोज्नको लागि रिसर्चरहरूले 200 जना विद्यार्थीमा एउटा सर्वे गरे। स्क्रिनमा जुन डाटा देखिरहनु भएको छ, यही हो हाम्रो स्टार्टिङ पोइन्ट। स्ट्याटिस्टिक्सको भाषामा यसलाई अब्जर्भ फ्रिक्वेन्सिज भनिन्छ। सिधा भाषामा भन्दा हामीले सर्वेबाट साँच्चै के पायौँ, के देख्यौँ भन्ने कुरा हो यो। ओके, त्यसो भए यो डाटालाई अब एनालाइज कसरी गर्ने त? हाम्रो रोड म्याप एकदम सिम्पल छ है। हामी एउटा प्रश्नबाट सुरु गर्छौँ, त्यसपछि हाइपोथेसिस बनाउँछौँ, ची स्क्वायर भ्याल्यु निकाल्छौँ, क्रिटिकल भ्याल्यु के हो भनेर बुझ्छौँ र फाइनली एउटा कन्क्लुजनमा पुग्छौँ। ल अब लागौँ हाम्रो पहिलो फर्मल स्टेपतर्फ, स्टेटिङ द हाइपोथेसिस। यहाँ हामी के गर्छौँ भने दुईवटा अपोजिङ आइडियाज अगाडि सार्छौँ अनि डेटाको आधारमा कुन चाहिँ सही होला भनेर टेस्ट गर्छौँ। यहाँ दुईवटा हाइपोथेसिस छन्। पहिलो नल हाइपोथेसिस, जसलाई हामी H0 पनि भन्छौँ। यसले के भन्छ भने कुनै सम्बन्ध छैन, मेजर र लर्निङ स्टाइल दुईटा छुट्टा छुट्टै इन्डिपेन्डेन्ट कुरा हुन्। अनि ठ्याक्कै यसको उल्टो छ अल्टरनेटिभ हाइपोथेसिस अर H1। यसले भन्छ हो, यिनीहरू बीच एउटा सिग्निफिकेन्ट सम्बन्ध छ। अब हाम्रो टेस्टको मुख्य गोल भनेकै के हामीसँग यो नल हाइपोथेसिस H0 लाई रिजेक्ट गर्ने, मतलब गलत साबित गर्ने पर्याप्त प्रमाण छ त भनेर पत्ता लगाउनु हो। ल अब अलिकति क्याल्कुलेसनको पालो आयो। यो स्टेपमा हामी के गर्छौँ भने हामीले देखेको डेटा र हामीले अपेक्षा गरेको डेटा बीच कति फरक छ भनेर नाप्छौँ अनि त्यो फरकलाई एउटै सिंगल नम्बरमा निकाल्छौँ। हो, त्यही नम्बर हो चाई स्क्वायर भ्यालु। तर हिसाब सुरु गर्नुभन्दा पहिले एउटा एकदमै इम्पोर्टेन्ट कन्सेप्ट बुझौँ, एक्सपेक्टेड फ्रिक्वेन्सिज। यो भनेको के हो भने इमेजिन गर्नुहोस् कि नल हाइपोथेसिस साँचो थियो रे, मतलब मेजर र लर्निङ स्टाइल बीच साँच्चै कुनै सम्बन्ध थिएन रे। त्यस्तो अवस्थामा प्योर चान्सले मात्र हरेक बक्समा कति कति विद्यार्थी हुनु पर्थ्यो त? हो, त्यही अनुमान नै एक्सपेक्टेड फ्रिक्वेन्सी हो। अब एक्सपेक्टेड फ्रिक्वेन्सी निकाल्ने फर्मुला एकदमै स्ट्रेट फरवर्ड छ। जम्मा 3 स्टेप। स्टेप 1, त्यो सेलको रो टोटल लिनुहोस्। स्टेप 2, त्यसलाई त्यही सेलको कलम टोटलसँग मल्टिप्लाई गर्नुहोस्। र स्टेप 3, आएको रिजल्टलाई ग्रान्ड टोटलले डिभाइड गरिदिनुहोस्। यति हो। यो टेबलले हाम्रो पुरा क्याल्कुलेसन प्रोसेस देखाउँछ। अब यहाँबाट कुरा अझै इन्ट्रेस्टिङ हुन्छ। पहिलो रोमा हेरौँ न। साइन्स मेजर लिने भिजुअल लर्नर्सको सङ्ख्या हामीले कति पायौँ? अब्जर्भड 70 जना। तर यदि कुनै सम्बन्ध नहुँदो हो त कति हुनु पर्थ्यो? एक्सपेक्टेड जम्मा 55 जना। हेर्नुहोस् त कत्रो फरक हो। यो टेबलले यही अब्जर्भड र एक्सपेक्टेड बीचको फरकलाई युज गरेर चाई स्क्वायर भ्याल्युसम्म कसरी पुग्ने भनेर देखाउँछ। ओके, यो हो ची स्क्वायरको फर्मल फर्मुला। एक्स स्क्वायर इक्वल्स टु सिग्मा ओ माइनस ई होल स्क्वायर ओभर ई। अब यो सिम्बलहरू देखेर नाच्दिनुस् है, यो खासमा केही पनि होइन, अघिको टेबलको जुन लास्ट कलम थियो नि, हो त्यही कलमको टोटल सम मात्रै हो। हामीले हरेक सेलको लागि ओ माइनस ई होल स्क्वायर ओभर ई निकालेर सबैलाई एकै ठाउँमा जोडेको मात्रै हो। अनि सबै क्याल्कुलेसन सकेपछि हाम्रो फाइनल चाई स्क्वायर स्ट्याटिस्टिक आयो 18.18। याद राख्नुहोस् है यो नम्बर, किनभने यही नम्बरले हाम्रो अब्जर्भ डेटा र एक्सपेक्टेड डेटा बीचको ओभरअल भिन्नता कति छ भनेर बताउँछ। ल हाम्रो भ्याल्यु त आयो 18.18। तर अब प्रश्न उठ्छ, यो नम्बर ठुलो हो कि सानो? सिग्निफिकेन्ट हो कि होइन? यसको मतलब के हो त? हो, यो कुरा थाहा पाउनको लागि हामीलाई एउटा बेन्चमार्क चाहिन्छ, एउटा थ्रेसहोल्ड, र त्यही बेन्चमार्कलाई भनिन्छ क्रिटिकल भ्याल्यु। अब त्यो क्रिटिकल भ्याल्यु पत्ता लगाउनु अघि एउटा सानो तर इम्पोर्टेन्ट कुरा क्याल्कुलेट गर्नुपर्छ, डिग्रिज अफ फ्रिडम, छोटकरीमा DF। यसको फर्मुला पनि एकदमै सजिलो छ। रोज -1 लाई कलम्स -1 सँग मल्टिप्लाई गर्ने। हाम्रो केसमा 2x2 टेबल छ, त्यसैले DF भयो 2 - 1 गुणा 2 - 1 यानि 1। अब जब DF इक्वल्स टु 1 हुन्छ र हामी एउटा स्ट्यान्डर्ड सिग्निफिकेन्स लेभल अल्फा इज इक्वल्स टु 0.05 मा हेर्छौँ, क्रिटिकल भ्याल्यु टेबलले हामीलाई एउटा नम्बर दिन्छ 3.841।
हो, यही हो हाम्रो लाइन। हाम्रो क्याल्कुलेटेड भ्यालुले यो लाइन कटायो भने रिजल्ट स्ट्याटिस्टिकली सिग्निफिकेन्ट मानिन्छ, कटाएन भने मानिँदैन। ल अब हामी मोमेन्ट अफ ट्रुथमा आइपुग्यौँ। अन्तिम निष्कर्ष निकाल्ने बेला भयो। हामीसँग दुईवटा की नम्बर्स छन्, हाम्रो क्याल्कुलेटेड भ्याल्यु र हाम्रो क्रिटिकल भ्याल्यु। अब यिनीहरूलाई साइड बाई साइड राखेर कम्पेयर गरौँ। यहाँ हेर्नुहोस् त, कति क्लियर छ। हाम्रो क्याल्कुलेटेड एक्स स्क्वायर कति छ? 18.18। अनि हाम्रो बेन्चमार्क क्रिटिकल एक्स स्क्वायर कति थियो? 3.841। अब तस्बिर एकदमै छर्लङ्ग छ, होइन त? 18.18 त 3.841 भन्दा धेरै धेरै नै ठुलो हो। अब डिसिजन लिने रुल एकदमै सिम्पल छ। यदि हाम्रो क्याल्कुलेटेड एक्स स्क्वायर क्रिटिकल एक्स स्क्वायर भन्दा ठुलो भयो भने हामी नल हाइपोथेसिसलाई रिजेक्ट गर्छौँ। हाम्रो केसमा 18.18 इज डेफिनेटली ग्रेटर देन 3.841। त्यसैले हाम्रो फाइनल कन्क्लुजन के भयो त? एकदमै क्लियर छ। वी रिजेक्ट द नल हाइपोथेसिस। हामी त्यो कुनै सम्बन्ध छैन भन्ने आइडियालाई खारेज गर्छौँ। यसको मतलब के हो भने, हो, विद्यार्थीले पढ्ने मेजर र उनीहरूको प्रिफर्ड लर्निङ स्टाइल बीचमा साँच्चीकै एउटा स्ट्याटिस्टिकली सिग्निफिकेन्ट सम्बन्ध छ। हामीले त यहाँ मेजर र लर्निङ स्टाइलको एउटा उदाहरण मात्र हेऱ्यौँ, तर एकछिन सोच्नुहोस् त, यो पावरफुल ची स्क्वायर टेस्टले अरू कति डेटाभित्र लुकेका प्याटर्न्स र सम्बन्धहरूलाई बाहिर निकाल्न सक्ला? मार्केटिङ डेटा होस् वा सोशल सर्वे, पोसिबिलिटिज त अनन्त छन्, होइन त?